हेलो एभ्रिवान है वान सेकेन्ड ह्याप्पी दसैँ है आज दसैँ होइन। सो सबैजना राम्ररी मनाउनु भयो होला है। र खाना लिएर आएको छु। आज चाहिँ म मुकबाङ काइन्ड अफ गरौँ है। र टिका लगाउनु त पाएन होइन, पछि टिका लगाएर चाहिँ म भिडियो बनाउँछु नि है। र आजको खाना है, खानामाथिमा अब भात छ मेरो है। र हामी चाहिँ गाइस एउटा कुरो भने रासिन चामल खान्छौँ क्या, सो यस्तै हो होइन। यहाँ खसीको मासु खान्छ आजको दिन है, खुसी मनाउने हाम्रो ठुलो चाड। तर हाम्रो घरमा चाहिँ आज पचौनी बनाउनु भएको छ, खसीको मासु छ। सो फ्राई गरेर राखिरहेको छन् हो, बेलुकातिर पकाउने हो। अनि पचौनी छ। सो यहाँ टमाटरको टक पनि चाहिँ आमाले बनाइदिएको थियो, किनभने आमा खानु हुँदैन, मतलब लन्च टाइममा चाहिँ यो ननभेज खानु हुँदैन। सो मैले यहाँ डल्ले खोर्सानी लिएको छु, मलाई चाहिँ खोइ किन मन पर्न थालेको छ। र पानी छ र सबैजना टिका लगाउनु जानुभयो, म चाहिँ एक्लै घरमा छु है। अनि सोचेँ यसो भिडियो बनाऊँ है, अनि मुकबाङ पनि गरौँ होइन। डल्ले खोर्सानीमा टोक्नु चाहिँ सक्दिनँ कि, यस्तो फुटाउँछु हो। अनि फुटाएर चाहिँ यसको अलिअलि गर्दै खान्छ, सक्दिनँ खानु, तर मनपर्छ खानु कि त्यसको सेन्ट चाहिँ घरकै हो हाम्रो है। पचौनी त सबैलाई मनपर्छ होइन, सबैलाई कतिले मनपर्छ कतिले मन पर्दैन, तर मनपर्छ हामीलाई। सो वान सेकेन्ड ह्याप्पी दसैँ गाइस। म त खाना खाएको है, फ्यान पनि बिग्रिरहेको छ कि, यहाँ हावा आउँछ नि त बाहिरको। सो यहाँ बसेर चाहिँ म एक्लै खाँदैछु।